तपाईँ चाहिँ जापानमा हुनुहुन्छ अनि रातभरिको अनिन्द्रो के रातभरि काम गर्नुपर्छ नि त अनि दिनभरिको पढाइ स्टुडेन्टहरू भयो भने त्यसले गर्दा चाहिँ तपाईँको आँखा चाहिँ एकदम दुख्ने पोल्ने भइरहेछ भने चाहिँ यो चाहिँ तपाईँको आँखाको लागि एकदम बेस्ट हुनसक्छ कि यस्तो आनन्द हुन्छ है यसले आइस के आँखामा राखिस् त आइस जस्तो आनन्द फिल हुने के यस्तो राम्रो के होइन म चाहिँ रातभरि अब बच्चा हेर्नुपर्ने दिनभरि बच्चा हेर्नुपर्ने अनि सुत्न खासै नपाउने नि त आँखा चाहिँ कस्तो टर्रो हुने के अनि यो राख्यो भने त कति आनन्द हुने कि निन्द्रा पनि मिठो लाग्ने अनि हामी त धेरै टिकटक फेसबुक अहिले सोसल मिडियाको जमाना छ के हेर्छौँ नि त त्यसले गर्दा चाहिँ आँखा एकदम पोलिरहेको हुन्छ नि त अनि पोलेकोलाई नि एकदम सन्चो गराउँछ कि यसले यस्तो राम्रो छ है एकचोटि ट्राई गर्नु है मैले पनि यो ट्राई गरेको एकदमै राम्रो लाग्यो कि मलाई चाहिँ यो चाहिँ एकदम बेस्ट हुनसक्छ तपाईँको लागि